लम्केछुवा नगरपालिका वडा नम्बर 2 मा रहेको श्री नगर उद्यान मोहनलाल सामुदायिक वन उपभोक्ता समितिले आज 60 वटा बाख्रा वितरण गरेको छ। अति विपन्न र वार्षिक आय न्यून भएका 17 परिवारलाई 5-5 वटा बाख्रा वितरण गरिएको हो। यस सामुदायिक वनले अघिल्लो वर्ष समेत केही अति विपन्न र वार्षिक आय एकदमै न्यून भएका व्यक्तिहरूलाई 3-3 वटा बाख्रा वितरण गरेको थियो। आज ती व्यक्तिहरूलाई 2 वटा र पूर्ण रूपमा नयाँ पाउने व्यक्तिहरूलाई 5 वटा बाख्रा वितरण गरिएको हो। वन स्रोतको उपयोग गरेर समुदायमा रोजगारी र आम्दानीका अवसर बढाउने उद्देश्यले उक्त वनले यी बाख्राहरू वितरण गरेको छ। वनबाट वितरण भएका यी बाख्राहरूको बिमा समेत वन कार्यालयले गरेर पठाएको छ, जसले गर्दा उक्त परिवारका सदस्यहरूलाई बाख्राको कुनै कारणवश मृत्यु भएमा समेत आम्दानी उठाउन सहज हुनेछ। यी बाख्राहरूको वितरण मोहनलाल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बखत बहादुर विष्टको विशेष पहलमा सम्भव भएको थियो। बखत बहादुर विष्टकै कारणले गर्दा अघिल्लो वर्ष समेत मोहनलाल सामुदायिक वन उपभोक्ता समितिले बाख्रा वितरण गरेको थियो, जसले त्यहाँ रहेका अति विपन्न र आर्थिक स्थिति एकदमै कमजोर भएका केही परिवारलाई विशेष राहत पुर्याएको थियो। त्रिवेणी मिडिया, लम्की, कैलाली, नेपाल। आज यो सामुदायिक वनको अवधारणा अनुसार अति विपन्न वर्गलाई जीवन उपार्जन गर्नका लागि, आय आर्जन गर्नका लागि न्यूनतम रूपमा वार्षिक कार्यक्रममा 80% समूहको बजेटबाट खर्च गर्नुपर्छ वा लगानी गर्नुपर्छ भन्ने अवधारणाका साथ हामीले विगत वर्ष यो कार्यक्रमलाई गर्दै आएका थियौँ र त्यसको विशेष अनुभवका आधारमा यो वर्ष फेरि हामीले अलि त्यसलाई परिमार्जित गर्दै यो कार्यक्रम लागू गर्न गइरहेका छौँ। र आज उपस्थित विशेष अतिथिजीहरूले र अन्य सदस्यजीहरूले धेरै कुराहरू यसका बारेमा व्याख्या गरिसक्नु भएको छ। त्यसमाथि पनि हाम्रा वन प्राविधिक टेकबहादुर थापाजीले यसका बारेमा धेरै कुरा व्याख्या गरिसक्नु भएको छ। तथापि हाम्रो चाहना के हो भने समाज विकास हुनुपर्छ। विकासको परिभाषा के हो? जहाँ जे प्रगति भएको छैन त्यसलाई उन्नति गर्नु नै विकास हो भन्ने हामी बुझेका छौँ। जहाँ गरिब छन् तिनलाई कमसेकम खाना लगाउन पुग्नु पर्यो, जहाँ बाटोघाटो छैन त्यहाँ बाटो बन्नु पर्यो। र हामी विश्वकै गरिब देशमध्ये पर्छौँ र न्यूनतम हाम्रो आवश्यकता के हो भने पहिला सुरुमा मान्छेले बाँच्न पाउनुपर्छ, खानेकुराको जो हुनुपर्छ, घाँस बाँस कपास, र त्यसपछि रोजगारीका कुराहरू, शिक्षा स्वास्थ्य कुराहरू आउँछन्। त्यसकारणले हाम्रो समाजमा पहिलो समस्या के हो भने घाँसको समस्या हो, दोस्रो समस्या बाँसको समस्या हो। त्यसकारण यो सामुदायिक वनले यो कुरालाई महत्त्व राख्दै हामीले न्यूनतम रूपमा हाम्रो विधानमा उल्लेखित 29 जना अति विपन्न वर्गका सदस्यहरूमध्ये गत वर्ष हामीले 12 जनालाई छनौट गऱ्यौँ र अहिले हामीले फेरि 9 जनालाई छनौट गऱ्यौँ। लगभग हामीले 21 जनालाई छनौट गरेका छौँ। र त्यसमध्ये गत वर्ष हामीले 12 जनालाई 3 बाख्राको दरले वितरण गऱ्यौँ। हामीले परीक्षणकालको रूपमा त्यसलाई लियौँ र हामीले पटक पटक अनुगमन गऱ्यौँ र त्यसबाट हामीले 12 मध्ये 1 जना असफल उपभोक्ता र बाँकी 10 जना सफल उपभोक्ता र 2 जना कुनै पनि प्रगति नभएको स्थिति हामीले हेऱ्यौँ। यसबाट हामी निष्कर्ष के निकाल्यौँ भने 2टा वा 3टा बाख्रा दिएर एउटा परिवारको आय आर्जनमा खासैसम्म प्रभाव नपर्ने भएको कारणले यो वर्ष हामीले कमसेकम एउटा परिवारलाई 5 बाख्रा दियो भने कमसेकम उसको बाँच्ने आधार बन्छ कि भन्ने मात्र सोचाइ हो। तर यति मात्रै पूर्ण होइन। एउटा परिवारले कम्तीमा 10 वटा बाख्रा नपाएसम्म त्यसको रोजगारी र त्यसको मेहनत यदि हिसाब गर्ने हो भने पुरा हुन सक्दैन र एउटा परिवारको गुजारा चल्न सक्दैन भन्ने हाम्रो ठम्याइ हो। तर हाम्रो सामुदायिक वन कमसेकम लम्कीचुवा नगरपालिका क्षेत्रका 14 वटा सामुदायिक वन मध्ये मलाई लाग्छ सबभन्दा भनौँ हामीभन्दा एउटा चाकाबाडीमा छ, त्यो बाहेक हामी 12 नम्बरमा पर्छौँ। किनभने हाम्रो सामुदायिक वन सानो क्षेत्रमा छ, त्यो पनि चारैतिर बस्ती छ र यो सामुदायिक वनभित्रको आम्दानी भनेको वनका रुख ढलेपछि त्यसलाई वितरण गरेर मात्रै आम्दानी, अरू स्रोत केही छैन। त्यसकारणले स्रोत नै ठुलो कुरा हो। सीमित स्रोतका बावजुद पनि हामीले कमसेकम जनतालाई यसको चाहिँ थोरै भए पनि उपभोग हुने जो योजना बनाएका छौँ र यसमा अघि चाहिँ टेकबहादुरजीले भन्नुभयो हामीले विगत लामो समयबाट विगत वर्षबाट हामीले
स्थानीय सरकारसँग हातेमालो गरेर नै अघि अगाडि बढाउने र लम्की चुवा नगरपालिका वार्ड नम्बर 2 र 5 लाई बाख्रा पालनको हब बनाउने हामीले कन्सेप्ट बनाएका थियौँ र आजसम्म हामी त्यसलाई सफल हुन सकेका छैनौँ। अघि मात्रै 2 नम्बर र 5 नम्बर वडाध्यक्षज्यूले यस विषयमा सकारात्मक आफ्नो अवधारणा राख्नुभएको, यसका लागि म धन्यवाद दिन चाहन्छु। आगामी वर्षमा सामुदायिक वनको सहकार्यमा यो वडाले कमसे कम यो क्षेत्रलाई, यो वडामा बाख्राको हब बनाउन सफल होस्, वडाध्यक्षज्यूको सकारात्मक भूमिका होस् भन्ने म आशावादी छु। हामीले बाख्रा वितरण मात्र होइन, बाख्रा दिइसकेपछि बाख्राको इन्सुरेन्स बिमा गर्ने काम गरेका छौँ, बाख्रालाई हामीले खोप लगाउने काम गरेका छौँ। त्यति मात्रै होइन, बाख्राको खोर बनाउने काठका लागि हामी निःशुल्क व्यवस्था गरेका छौँ र हामीले दिएर मात्रै होइन, त्यसले संरक्षण र सम्वर्धन हुनुपर्छ भन्ने अवधारणा साथ हामीले बाख्रा पालन गर्ने मान्छेहरूलाई हप्तामा 2 दिन 12 महिना घाँसको पनि व्यवस्था गरेका छौँ। तर यो कुरो विगतका दिनमा थिएन। बाख्रा दिने, घाँस नदिने, बाख्रा दिने, उपचार नदिने, बाख्रा दिने, खोर नदिने, यी धेरै कुराबाट के थियो भने दिनका लागि दिने, उपलब्धिका लागि दिन, त्यो केही नतिजामा नआउने भएका कारणले धेरै सङ्घ संस्थाहरूले विगत दिनमा बाख्रा वितरण गरेको त्यहाँ देखियो, तर सफल नभएको पाइयो। सफल हुनका लागि औषधि उपचार प्राविधिक कुरा र त्यसको खानपान र शिक्षा ज्ञानको कुरा पनि यसका बारेमा आवश्यक हुने भएका कारणले हामीले गत वर्ष 12 जनालाई यसका बारेमा सम्बन्धित प्राविधिक बोलाएर हामीले थोरै ट्रेनिङ दिएका थियौँ र यसपालि हामी सबैलाई फेरि बाख्रा पालन सम्बन्धी जनचेतनाका लागि वा यिनीहरूलाई तालिमका लागि पनि व्यवस्था गरेका छौँ र केही दिनपछि हामी त्यो पनि व्यवस्था गर्नेछौँ। र आज विशेष गरेर आज यो थोरै एउटा नमुना, एउटा लम्कीचुवा नगरपालिकाको 10 वटा वडा मध्येको एउटा वडा 14 वटा सामुदायिक वन मध्येको एउटा सामुदायिक वनले एउटा नमुना राज्यलाई, गरिबहरूलाई के गर्न सकिन्छ त, थोरै चिज लगानी गरेर धेरै उपलब्धि के दिन सकिन्छ भनेर एउटा नमुना कार्यक्रम थालेको छ। यसका लागि स्थानीय सरकारले, वडा अध्यक्षहरूले बहुत सम्मान गर्नुभएको छ। यो अब नगरपालिकाले पनि यसलाई थालनी गरोस्। हामीलाई मात्र होइन, 14 वटा सामुदायिक वनसँग हातेमालो गरेर कमसे कम न्यूनतम मान्छेले बाँच्नका लागि, आय आर्जन गर्ने आधारहरू बनाउनका लागि बाख्रा पालन होस्, भुङ्गुर पालन होस्, तरकारी खेती होस् वा अन्य सामान्य साना साना किसिमका गतिविधिहरूका लागि नगरपालिकाले पहल गरोस्, वडाले पनि यस्ता कार्यक्रम ल्याओस् भन्ने आग्रह गर्दै, विशेष गरेर यो कार्यक्रम आफैमा ठुलो होइन, यसको उद्देश्य ठुलो हो। ठुलो स्रोत साधन भएको संस्थाले यस्ता कार्यक्रम ल्याएपछि मलाई लाग्छ आज विदेशका त कुरा गर्दैन, इन्डिया जाने सामान्य मान्छेहरूको, इन्डिया जाने सामान्य 10,000 20,000 कमाउने मान्छेहरूको लागि चाहिँ यही नै रोजगारी सिर्जना हुन सक्छ भन्ने एउटा नमुना यो सामुदायिक वनले दिन खोजिरहेको छ। यसका लागि त्यहाँ सबैलाई सफलताको वा आगो साल फेरि हामी तपाईँहरू घरमा जाँदाखेरि तपाईँहरू सबै खुसी भएको, रोजीरोटी चलेको, मतलब गुजारा भएको, बाख्राहरू वृद्धि भएको र स्वस्थ बाख्रा भएको देख्न पाउनेछौँ। यसका लागि चाहिने थप सहयोगको लागि के छ भने कार्यालयमा आउने, मैले बोलेका कुराहरू जति छन् ती कुराहरू सम्झेर तपाईँहरूले चाहिँ आएर त्यो सुविधा लिनुहुनेछ र कमसेकम आफ्ना केटाकेटीलाई पढाउने र श्रीमानलाई इन्डिया नपठाउनु पर्ने स्थिति सिर्जना गर्नका लागि अलि ध्यान दिनुपर्छ। पशु भनेको त्यति राम्रो छिटै फस्टाउँदैन, स्याहार सुसार बढी चाहिन्छ। पालिदिने, कहिले घाँस नदिने, कहिले पानी नदिने, अरे फ्रीमा आएका बाख्रा हुन् भन्ने कन्सेप्ट बनाउनु हो भने, 2-4 जना त्यस्तो बनाउनु भयो भने अरूलाई पनि त्यो असर पर्छ र भोलि फेरि दिने संस्थाहरू पनि यो त सफल भएन है भन्ने अर्थ लाग्न सक्छ। त्यो स्थिति सिर्जना नहोस्, तपाईँ सबैको प्रगति र उन्नति होस् र आगामी दिनहरूमा यो बाख्रा मात्रै होइन, यो एउटा आधारशिला बनोस्, तपाईँहरूलाई काम गरी खाने वातावरण सिर्जना होस्। जाँगर गर्नुपर्छ, जाँगर गरेर मात्रै हामीले प्रगति गर्न सक्छ भन्ने प्रेरणा मिलोस्। तपाईँहरूको सफलताको शुभकामना व्यक्त गर्दै 12 जनालाई उहाँहरूले 3टा बाख्राको दरले चाहिँ वितरण गर्नुभएको थियो। अब उहाँले रिपोर्ट पनि राख्नु भएको होला, उहाँहरूले कति चाहिँ त्यो बाख्राबाट चाहिँ आय आर्जन गर्नुभयो अथवा कति राम्रोसँग पाल्नुभयो या पाल्नु भएन अथवा के गर्नुभयो भन्ने कुरा सामुदायिक वनले अनुगमन निरीक्षण पनि गरेको होला। उहाँहरूसँगै हामी पनि एकचोटि निरीक्षणमा गएका थियौँ, तर कोही ठाउँमा चाहिँ राम्रो भएको थियो, बाख्राहरू राम्रोसँग पाल्नु भएको अवस्था पनि हामीले देखेका थियौँ। त्यस भएर म के भन्न चाहन्छु भने लम्कीचुवा नगरपालिकाको भित्र रहेका विभिन्न वनहरूले, सामुदायिक वनहरूले, वनभित्र विभिन्न क्षेत्रहरूभित्र
आय आर्जनमूलक कार्यक्रमहरू सबैले गर्दै आउनु भएको छ। कसैले ग्यास चुलो, कसैले चाहिँ तरकारी व्यवसाय, खेती, कसैले चाहिँ उहाँहरूलाई इलेक्ट्रोनिक चुल्हाहरू जस्तै अब अरूहरू पनि माछा पालन त्यस्तै अब धेरै कुराहरू विकास गर्दै आउनु भएको छ। अब यसका चरणहरू पनि फरक छन्। स्थानीय तह र हाम्रो चाहिँ उहाँहरूको चाहिँ समुदाय वनहरूको चरणहरू र उहाँहरूको काम गर्ने नियम प्रक्रियाहरू पनि फरक छ। त्यस कारणले अहिले पनि उहाँहरूले यो लम्कीचुवा 5 र 2 लाई जोड्ने जुन समुदाय नगर उद्यान छ, यो नगर उद्यानभित्र बसेर उहाँहरूले जो यो टिमले चाहिँ एउटा यस्तो राम्रो खालको कार्यक्रम ल्याइदिनु भएको छ। यहाँका एकदम बेसहारा, एकदम आर्थिक अवस्थामा कमजोर भएका, केही आय आर्जनमा केही पनि नजोडिन सक्ने परिस्थिति भएका मान्छेहरूलाई जोडेर अहिले पनि 17 जनालाई चाहिँ बाख्रा वितरण 5 वटाको दरले दिइरहनुहुन्छ। उहाँहरूलाई मेरो तर्फबाट लम्कीचुवा नगरपालिका वडा नम्बर 5 को तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँहरूलाई पनि म के भन्न चाहन्छु भने बाख्रा उहाँहरूले लिनुहुन्छ, जस्तै गरी बाख्रा लिइसकेपछि म के भन्न चाहन्छु भने कम्तीमा पनि वर्षमा 5 वटा बाख्राले एउटा सानो परिवार नै धान्ने गर्छ। तर उहाँहरूले लिएर लापरवाहीसँग पाल्नुभयो, दिनभरि घाँस दिनु भएन, बाख्रा बाँधेर त्यहाँ छोडिदिनु भयो। त्यस्तो गर्नुभयो भने चाहिँ त्यस्तो हुँदैन। उहाँहरूलाई दाना पानीको कुरा, उहाँहरूलाई घाँसपातको कुरा, उहाँलाई बाँध्ने व्यवस्थाको कुरा सबै व्यवस्थित बनाएर जानुभयो भने उहाँहरूले पक्कै पनि यो समुदाय वनले गरेको काम नमुना रहनेछ। यसलाई नमुना बनाइदिनका लागि उहाँहरूले पनि सहयोग गर्नुहुन्छ भन्ने कुरा राख्दै आफ्नो म अब पोहोर साल पनि मैले 3 वटा बाख्रा लगेको छु होइन। 3 वटाका 5 वटा भएका छन्। अनि 5 वटा भएका छन्, एउटा ब्याउने भएको छ। अनि फेरि 2टा बाख्रा दिन्छु भन्नुभएको छ। त्यही भइकन त्यो दिन आएँ म। राम्रो लाग्यो। अब उहाँलाई एकदम धन्यवाद होइन। अब नहुने मान्छेलाई केही दुखी बिमारी भएपछि अब कमाउन नसक्ने यताउता अब बालबच्चा पनि आफ्नो परिवारलाई कमाउँछन्, खुवाउँछन्। अब घरमा आफूले यति बाख्रा पाल्यो भने आफू बिमारी ल्याएपछि पनि चाहिन्छ यताउता भनेर एकदम राम्रो लाग्यो। फिर कह के 5 ठो पुगाटे पह के सूचना पहली तो आयला थी। यहाँ से एक जन के रोजगारी हुई बा 6 दिन से। हाँ, एक जन के रोजगारी हुई बा वही खाली घर में सुतल से वो इंटरनेट झाला पाटा नंगा काम मिलल बात को। हाँ, अब वहीं से आमदनी करके खाना खाना खर्चा चलत बोल के। अब कहना तो अब ढेरे है। अब दहा खोर बना नहीं वैसी के 6 ठो कड़ी देते हैं और जाली देते हैं तो और बढ़िया खोर लग जार छेक महन पाल ओढ़ा देती, हवा नहीं लागत, घाम छेक महन खुला कर देती जाली तो और मजा रहे। अब भर्खरले बाख्रा लैजानुहुन्छ या सामुदायिक वनबाट जीविकोपार्जन सुधारका लागि लैजाने प्रोग्राम अति उत्तम गरिदिनु भयो। आज 4 बाख्रा लिनुहुन्छ, 5 लिनुहुन्छ, 2 लिनुहुन्छ, तपाईहरुले छानेर यहाँबाट लिनुहुन्छ। 1 वर्षभित्रमा दोब्बर तेब्बर बाख्रा पुर्याउनु भयो भने सायद तपाईहरुले केही तिर्नु पर्ने हुँदैन, फिर्ता गर्नुपर्ने नहुन सक्छ। तर तपाईले लिएको जस्ताको तस्तै राख्नु भयो भने ब्याज तिर्नु पर्दैन, साउ मात्रै तिर्नु पर्छ। जसले यी बाख्रा लियौं आज खाउँ भोलि खाउँ भन्ने तरिकाले हेलचक्राइ गर्नुभयो भने साउ र ब्याज सबै तिर्नुपर्ने हुनसक्छ। यो सामुदायिक वनले लगाएको उल्टो नियम हो। नेपाल सरकारले यसलाई सुल्टो तरिकाले लगाउँछ, हामीले अलि उल्टो तरिकाले लगायौँ। किनभने तपाईको जीविकोपार्जनमा सुधार होस्, तपाईले केही गर्न सक्नुहोस्। आज 5 लिएर वर्षभित्रमा 15 बनाउनु भयो भने सरकारी स्कुलमा पढ्ने छोराछोरीको पनि कमसेकम 1 जोड कपडा चेन्ज गर्न सक्ने, एउटा झोला चेन्ज गर्न सक्ने क्षमता हुनेछ भन्ने किसिमको छ। र दसैँ तिहारमा पनि अन्त गएर अरूको घरमा बसेर पर्खिनु